हाई एभ्रिवान, स्वागत छ तपाईहरुलाई मेरो नयाँ भिडियोमा। आज चाहिँ लेट्स अनबक्स विथ मी मेरो नयाँ फ्यान। सिनेमा अहिले कस्तो धेरै गर्मी बढेको क्या, बाहिर निस्किँदाखेरि पनि यस्तो तातो हावा चलिरहेको हुन्छ अनि घरभित्र पनि यस्तो गुम्सेको जस्तो हुने कि, अनि बल्ल घर बस्न पाउँछ त्यो पनि यस्तो बोइलिङ भए जसरी बस्नुपर्छ कि। अनि टिकटकभरि अहिले ट्रेन्ड पनि चलिरहेछ नि त, म 2 आवर एक्स्ट्रा काम गर्छु अनि म डाइसेन्स डिजर्भ गर्छु भन्नेवाला। तर आई डोन्ट नो म डाइसेन्स डिजर्भ गर्छु कि गर्दिनँ, तर आई डिजर्भ अ गुड स्लिप। त्यही भएर चाहिँ मैले यो फ्यान किनेर लिएर आएको। सो यो भिडियो पनि हजुरलाई हुनसक्छ इफ तपाईँहरूलाई चाहिँ यो सिडनीको वेदरलाई बिट गर्नलाई फ्यान चाहिएको छ भने दिस माइट बी अ गुड अप्सन। एकदमै राम्रो चाहिँ सार्क भन्ने कम्पनीको फ्यान रहेछ। मैले चाहिँ बरुडको बिन्जलीबाट लिएर आएको। अनि यसमा चाहिँ सानो तपाईँहरूले बकेट पाउनुहुन्छ। त्यो बकेटमा चाहिँ चिसो पानी अथवा आइस राख्नु भयो भने चाहिँ अनि त्यसलाई अन गर्यो भने त्यो सानो स्प्रिङ्कल जस्तो फाल्छ कि त्यसले, अनि एकदम चिसो हावा आउँछ कि। त्यसले गर्दाखेरि मैले एक्जाजरेट गरेको होइन, तर लिटरली नै एकदमै धेरै चिसो आउँछ त्यो पानी हाल्नु भयो भने तपाईँहरूले। अनि यसको स्पिड पनि एकदमै राम्रो छ। यु क्यान मेन्टेन योर स्पिड लाइक 5 नम्बरसम्म चाहिँ 5 मा त उडाउँछ नै जस्तो हावा आउँछ। अनि एकदमै राम्रो छ। इफ यु वान्ट टु बाई अ फ्यान भने यो सार्कको चाहिँ फ्यान गुड अप्सन हुनसक्छ। हेर्न सक्नुहुन्छ तपाईँहरूले कस्तो मजाले पानी फाल्छ। नजिकै बस्यो भने चाहिँ अलिकति भिज्छ, तर अलिक टाढा राख्नुभयो भने इट्स पर्फेक्ट। हिजो मैले फ्यान किनेको, तर आज अनफर्चुनेटली यस्तो चिसो छ। आई डोन्ट नो फेरि कहिले गर्मी हुन्छ ल मैले यो फ्यान युज गर्न पाउँछु। थ्याङ्क यू सो मच फर वाचिङ।